नमस्कार साथीहरू। नेपालको राजनैतिक इतिहासमा कसरी भयो राष्ट्रिय स्वतन्त्र पार्टीको उदय? हालै सम्पन्न निर्वाचनमा राष्ट्रपाले देशैभरिका विभिन्न क्षेत्रहरूमा आफ्ना उम्मेद्वारहरूलाई विजयको माला सुम्पिएको छ। नेपालको राजनैतिक इतिहासमा सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायत पार्टीहरूले नेपालको राजनीतिमा ठूलो परिवर्तनको भूमिका खेलेका थिए। तर ती पार्टीहरूलाई पनि धकेल्दै नेपालकै सबैभन्दा ठूलो पार्टी कसरी राष्ट्रिय स्वतन्त्र पार्टी बन्न पुग्यो? आउनुहोस् आजको भिडियोमा जानु। 2079 साल असार महिनाको 17 गते म कुनै पनि पार्टीमा लाग्दिन र नेपालको पोलिटिकल पार्टीको स्ट्रक्चरलाई चेन्ज गर्नको लागि म आफै एउटा पार्टी बनाउँछु भनेर राष्ट्रिय स्वतन्त्र पार्टीको निर्माण गरेका थिए। प्राय सबै राजनीतिक दलहरूसँग केही न केही कुराकानी मेरो भएको थियो र म आज तपाईलाई जानकारी गराउन गइरहेको छु। म यो देशमा आजको मितिसम्म दर्ता भएका कुनै पनि राजनीतिक दलमा प्रवेश गर्दिन। म आम नागरिकलाई चाहिएको जस्तो दल बनाएर नयाँ दल निर्माण गरेर क्षमतावान मान्छेहरूको साथ लिएर यो देशलाई नयाँ मेन्डेट दिन तयार भएर आएको छु। अब राष्ट्रिय स्वतन्त्र पार्टी झट्टै 2-4 दिन निर्णय गरेर भएको भने होइन। यो पार्टी किन उदायो, कसका लागि उदायो र यसको उद्देश्य के हो भनेर जान्नका लागि सबैभन्दा पहिले हामीले रवि लामिछाने भन्ने व्यक्ति को हुन् भनेर डिटेलमा बुझ्नुपर्ने हुन्छ। अधिकांश नेपालीलाई थाहा भएकै कुरा हो कि रवि लामिछानेले आफ्नो करियर पत्रकारिताबाट सुरु गरेका थिए। सन् 2013 मा न्यूज 24 च्यानल अन्तर्गत आफ्नो सबैभन्दा लामो टक लर्ड बुद्धवाज बोर्न इन नेपाल भन्ने स्लोगनका साथ चलाएका थिए। संसारकै सबैभन्दा लामो टेलिभिजन टक सो सञ्चालन भइरहेको छ। न्यूज 24 टेलिभिजनबाट सुरु भएको यो कार्यक्रम यहाँबाट नियमित रूपमा प्रसारित भइरहेको छ। सुरु भएको बेलादेखि नै अनवरत रूपमा हामीले प्रस्तुत गरेका छौँ। उनले त्यस कार्यक्रममा 62 घण्टासम्म नन स्टप टक गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत आफ्नो नाम राख्न सफल भएका थिए। त्यस समयमा बुद्धको जन्मस्थलको बारेमा चर्चा भइरहेको भ्रम चिर्नका लागि र नेपालको पर्यटन प्रवर्धन गर्नका लागि रवि लामिछानेले त्यो टक चलाएका थिए। विभिन्न राजनैतिक व्यक्तित्वहरू, पत्रकारहरू, सेलिब्रिटिजहरू र भ्युअर्सहरूलाई फोन कल गरेर विभिन्न प्रश्नहरू उनले सोधेका थिए। उनले त्यस बेला रेकर्ड मात्र तोडेनन्, बरु राष्ट्रिय विमर्श नै लर्ड बुद्धवाज बोर्न इन नेपाल भन्ने स्लोगनले हाइज्याक गरेका थिए। यहाँसम्म आइपुग्दा उनलाई समाजले र मानिसहरूले बोल्ड र इनर्जेटिक पत्रकारको रूपमा चिन्न थालिसकेका थिए। पछि गएर उनले 2072-73 सालतिर सिधा कुरा प्रधानमन्त्रीसँग भन्ने कार्यक्रम एनटिभी मार्फत प्रस्तुत गर्न थाले। उनले त्यस कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्धक्क प्रश्न सोध्न सक्ने एक पत्रकार भनेर आफूले आफूलाई जनताहरूमा परिचित गराइसकेका थिए। यस कार्यक्रममा जनताका आधारभूत समस्या, विदेशी नै युवा र बेरोजगारी, भ्रष्टाचार र सुशासन, भिवाइपी सवारी र फजुल खर्च, स्वास्थ्य र शिक्षा जस्ता विषयमा प्रधानमन्त्रीसँग ठाडो प्रश्न गर्ने गर्थे। पछि उनको पपुलारिटी बढ्दै गइसकेपछि उनले न्यूज 24 मार्फत नै सिधा कुरा प्रधानमन्त्रीसँग छोडेर सिधा कुरा जनतासँग भन्ने कार्यक्रम सुरु गर्न थाले। यस कार्यक्रम मार्फत उनले जनताका समस्याहरू, आधारभूत समस्यादेखि लिएर सबै समस्याहरू समाधान गर्न खोजे। त्यस कार्यक्रममा उनले रिपोर्टिङ मात्र गरेनन्, बरु डिरेक्ट इन्टरभेन्सन गरेका थिए। त्यस बेला उनले विदेशमा रहेका नेपालीहरूको उद्धार गर्नलाई निकै जोड दिएका थिए। उनले त्यतिखेर न्यूज रिपोर्ट मात्र गरेनन्, बरु म्यान पावर एजेन्सीहरू र नेपाली राजदूतावासहरूलाई आफ्नै कार्यक्रममा लाइभ ल्याएर विदेशमा कुल्दी गरिरहेका नेपालीहरूलाई 24 देखि 48 घण्टाभित्र नेपाल फिर्ता ल्याउन नसके राखती बनाउने र पब्लिकको सामना खेप्नुपर्ने समेत सुनुमति दिने गरेका थिए। हामी चाहिँ अब यहाँनिर हलपत्र परेर बसेको 6-7 महिना भइसकेको छ होइन। कम्पनीले कुनै पनि हाम्रो चाहिँ कुरा सुनवाई गरेको छैन। हामी त यहाँ फसेर बसिरहेका छौँ। एमबिसीले दिँदैन भनेर भनौँ नि त होइन। चार्टर दिँदैन तिमीहरूलाई म कसरी उडाउने भनेर भनौँ। एमबिसीमा गयो भने भित्र गर्न दिँदैन, बाहिरबाट त्यसै भनिरहेको छ। नराम्रो व्यवस्था छ। यहाँ चाहिँ घर नपठाइरहेको अवस्था छ। 6-7 महिनादेखि नै यहाँ चाहिँ घर नपठाएर राखिरहेको छ यहाँ अहिले। मन्त्रीज्यू नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रममा। नमस्कार मन्त्रीज्यू, तपाईँ हराउनु भयो भनेर धेरै मान्छेले चिन्ता व्यक्त गरेका छन्। कहाँ यस्तो आपत पर्दाखेरि रोजगार, हाम्रो श्रम र रोजगार मन्त्रीजी त कहाँ हो, कता हो, न केही सुनिन्छ, न बोलेको केही विज्ञप्तिहरू आउँछ, न केही आश्वासनहरू पाइन्छ। हाम्रो त मन्त्री नै हराउनु भयो भन्ने सम्मको गुनासोहरू गर्न थाले। हराउनु भएको त होइन नि तपाईँ? तपाईँसँग कुरा गर्दैछु। हजुर, यस अगाडि अनि तपाईँलाई अनुभूति कस्तो भएको छ होला भने मलाई त थाहा छैन।
तर म हराएको छैन। हराउनु भएको छैन। अनि यो खाडीमा श्रमिक जुन नेपालीहरू छन्, के ती नेपालीहरू चाहिँ नेपाली नागरिक नै होइन? तिनलाई हामीले नागरिक सरह व्यवहार गर्नु पर्दैन? गर्नुपर्छ, कसरी? गरिरहेछ। गरिरहनु भएको छ। मलाई सरकारको भूमिका बारे केही प्रश्न गर्ने अनुमति दिनु होला। तपाईहरूको संवेदनशीलता, हामी संवेदनशील भन्नुभयो, 600 दिरामको टिकटलाई झन्डै 3000 तिर्दाखेरि तपाईँहरूको संवेदनशीलता त्यही नै हो त? यही आशामा कि भोलि बिहानबाट अब तपाईँले चाल्ने कदम, तपाईँले गर्ने समन्वय फरक हुनेछ र त्यसको महसुस तपाईँले र मैले होइन, जो टन्न खाएर बसेका छौँ, सुरक्षित छौँ, त्यहाँ त्यो गर्मीमा विदेशी भूमिमा परिवार पार्न दुःख पाएर पुगेका नेपालीहरूले महसुस गर्न सकुन्। उनको सोही पहलले गर्दा विदेशमा अलपत्र परिरहेका नेपालीहरूको सहज रूपमा रेस्क्यु समेत भएको थियो। भ्रष्टाचार र ढिलासुस्तीको स्टिङ अपरेसनले त उनलाई झनै नेपालीहरूमा पपुलर बनाउँदै लगिसकेको थियो। उनको टिम नेपाली सरकारी कार्यालयहरू जस्तै मालपोत, लाइसेन्सिङ, यातायात विभागमा गएर अन्डर कभर रिपोर्टिङ गर्ने गर्थे। बिचौलिया र सरकारी कर्मचारीहरूले गर्ने घुसपैठको रङ्गे हात पक्राउ गर्न उनले धेरै भूमिका खेलेका थिए। सरकारी कर्मचारीहरू रबी फियरको कारणले गर्दा त्यस्ता घुसपैठ गर्ने कामहरू गर्न छोडी समेत सकेका थिए। उनले कोही फ्रड्स र स्क्याम गर्ने व्यक्ति भेटे भने त्यही कार्यक्रममा लाइभ पर्दाफास गरिदिन्थे। पिरामिड स्किम, फेक मेडिकल व्यवसायहरू, कन्सल्टेन्सिजहरू, मेडिकल माफिया र फेक डक्टरहरूको रवि लामिछानेले पत्ता साफ गरेका थिए। उनको यस्तै पहलले गर्दाखेरि विभिन्न हाई प्रोफाइल व्यक्तित्वहरू एरेस्ट गरिएका थिए, साथै फ्रड बिजनेसहरूको पनि अन्त्य भएको थियो। यस्तो फ्रडहरूको कुरा गर्दाखेरि पप्पू कन्स्ट्रक्सन हामी सबै नेपालीले सुनेकै कुरा हो। पप्पू कन्स्ट्रक्सन सही पप्पू कन्स्ट्रक्सन नेपालको पूर्वाधार क्षेत्रको सबैभन्दा ठुलो र चर्चित भ्रष्टाचारको एउटा एक्जाम्पल हो। पप्पू कन्स्ट्रक्सनले देशभरिका अर्बौं रुपियाँको सडक र पुलहरूको ठेक्का लिने र काम नगरी बिचैमा छोडेर हिँड्ने गर्यो। त्यही भ्रष्टाचारलाई रवि लामिछानेले न्युज 24 मार्फत राष्ट्रिय मुद्दा बनाएका थिए। उनी आफै अलपत्र पुलहरूमा पुगेर ठेकेदार र इन्जिनियरहरूलाई कल गर्ने गर्थे। निरन्तर दबावपछि सरकार पप्पू कन्स्ट्रक्सनलाई ब्ल्याक लिस्ट अर्थात् कालो सूचीमा राख्न बाध्य बन्यो। रवि लामिछानेले पप्पू कन्स्ट्रक्सनलाई विकासको नाममा विनाश पनि भनेर भनेका थिए। यहाँसम्म आइपुग्दा नेपाली जनताहरूले रवि लामिछानेलाई निकै राम्रोसँग चिनिसकेका थिए। तर जिन्दगी सधैँ एकनासले चल्दैन भने जस्तै रवि लामिछानेको जिन्दगीमा पनि ठुलो कठिनाइ आइपुग्यो। सन् 2019 मा रवि लामिछानेका पूर्व सहकर्मी पत्रकार शालिग्राम पुडासैनी चितवनको एक होटेलमा झुन्डिएको अवस्थामा फेला परे। बित्नु अघि पुडासैनीले आफ्नो मोबाइलमा एउटा भिडियो रेकर्ड गरेर रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नु परेको दावी गरेका थिए। मुलुकी अपराध संहिता 2074 को दफा 185 अनुसार आत्महत्या दुरुत्साहनको अभियोगमा रवि लामिछानेलाई 2076 साल साउन 30 गते आफ्नै कार्यालय न्युज 24 बाट गिरफ्तार गरियो। यता उनलाई अनुसन्धानको लागि चितवन लगियो, उता सारा नेपाली जनताले रवि लामिछाने भन्ने नाम सुनिसकेका थिए। यही कारणले गर्दा देशभरबाट उनका समर्थक ओइरिए। समर्थकहरूले उनलाई भ्रष्टाचार विरोधी अभियान चलाएकोमा योजनाबद्ध रूपले फसाइएको हो भनेर दावी गर्न थाले। रवि दाइ हाय हाय, रवि दाइलाई न्याय दे, निर्दोष ठुन्न पाइँदैन, निर्दोष ठुन्न पाइँदैन, भ्रष्ट प्रशासन मुर्दाबाद, भ्रष्ट प्रशासन मुर्दाबाद। चितवनको भरतपुरमा दिनहुँ प्रदर्शन भएपछि प्रहरी प्रशासनले निषेधाज्ञा समेत जारी गर्नु परेको थियो। 10 दिनको हिरासत बसाएपछि चितवन जिल्ला अदालतले उनलाई 5 लाख दरोडीमा रिहा गर्न आदेश दियो। पछि 2076 साल माघ 5 गते हेमन्त रावलको इजलासले पर्याप्त प्रमाण नपुगेको भनेर उनलाई सफाई दिएको थियो। यो गिरफ्तारीले गर्दा रवि लामिछानेसँग कति ठुलो जनसागर छ भन्ने कुरा राजनीतिक दलहरूले देखिसकेका थिए। उनी जेल पसेपछि जनतामा उनी माझ अझ सहानुभूति बढ्यो र यसैका कारणले गर्दा उनलाई राजनीतिमा आउन ठुलो एउटा जग पनि बसेको थियो। यति बेलासम्म रवि लामिछाने नेपाली टेलिभिजनका एक परिचित व्यक्तित्व बनिसकेका थिए। उनको सिधा कुरा जनतासँग युट्युब च्यानलमा यो बेलासम्ममा लाखौं भ्युज र स्टेडी अमाउन्ट अफ कमेन्ट्सहरू आउन थालिसकेका थिए। यति बेलासम्म उनलाई मेसाया अफ द पब्लिक भनेर समेत जनताहरूले चिन्न थालिसकेका थिए। सन् 2021 को जनवरीमा उनले न्युज 24 बाट राजीनामा दिए। उनले आफ्नो अन्तिम कार्यक्रममा भावुक भन्दै
नयाँ यात्रा सुरु गर्ने घोषणा गरेका थिए। आज कार्यक्रम सञ्चालकको रूपमा न्युज 24 टेलिभिजनमा मेरो अन्तिम दिन हो। सम्पूर्ण न्युज 24 टेलिभिजनको जुझारू समूह, प्राविधिकहरू र सबै जति पनि सदस्यहरू छन् उहाँहरूको साथ, सहयोग, माया, विश्वास, प्रेरणा, हौसला नभएको भए आज यो कार्यक्रमले यो उचाइ प्राप्त गर्ने थिएन। यो कार्यक्रमले केही सफलता प्राप्त गरेको छ भने त्यो सफलताको श्रेय हाम्रा टोलीका यी सबै सदस्यहरूलाई बाँड्न चाहन्छु र थोरै बचेको केही छ भने मात्रै त्यसलाई आफ्नो भागमा सुरक्षित गर्न चाहन्छु। न्युज 24 छाडेको केही समयमै अर्थात् फेब्रुअरी 21 मा उनले नेपालकै पहिलो 4K च्यानल ग्यालेक्सी टिभी एचडी को घोषणा गरेका थिए। उनी सो प्यानलको म्यानेजिङ डाइरेक्टर र प्रस्तोताका रूपमा रहे। ग्यालेक्सी टिभीमा पनि उनले सिधा कुरा जनतासँग नामक कार्यक्रम नै चलाएका थिए। ग्यालेक्सी टिभीसँगको करिब 1.5 वर्षको सामिप्यतापछि उनले 2022 जुन 16 गते पत्रकारिताबाट पूर्ण रूपमा सन्यास लिने घोषणा गरे। उनले सन्यास लिइसकेपछि नेपाली जनतामा एउटै मात्र प्रश्न उठिरहेको थियो, अब नेपाली जनताको समस्या कसले समाधान गर्छ? भ्रष्टाचारको बिगुल कसले फुक्छ? हाई प्रोफाइल व्यक्तिहरूलाई कसले तह लगाउँछ? नेताहरूलाई भ्रष्टाचार गर्नबाट कसले जोगाउँछ? यस्ता विविध प्रश्नहरू जनताहरूले रवि लामिछानेमाझ गर्न थालिसकेका थिए। पत्रकारिताबाट सन्यास लिएको करिब 5 दिन पछाडि उनले राष्ट्रिय सभागृहमा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा। उनले त्यति बेला आफ्नो चुनाव चिन्ह घण्टी रोजेका थिए, जसको अर्थ थियो सुतिरहेका नेताहरूलाई जगाउने र भ्रष्टाचार विरुद्ध बिगुल फुक्ने। पार्टी बनेको 5 महिना पनि नबित्दै उनले आम निर्वाचन मङ्सिर 4 2079 मा भाग लिए। कसैले नसोचेको ढङ्गले उनको पार्टीले संघीय संसदमा 20 वटा सिट हात पारिसकेको थियो। 7 प्रत्यक्ष र 13 समानुपातिक गरेर उनको पार्टीले 20 वटा सिट हात पार्दै देशकै चौथो ठुलो दल भन्न पुगिसकेको थियो। रवि लामिछाने आफैले चितवनबाट क्यान्डिडेसी रजिस्टर गराएका थिए र उनले 49,261 भोट सहित नेपाली कांग्रेसका उमेश श्रेष्ठ र सीपीएम UML का कृष्ण भक्त पोखरेललाई हराउँदै भारी मतान्तरले चुनाव समेत जिते। त्यति बेला उनको एउटा स्लोगन निकै चर्चित भएको थियो, नो नट अगेन। त्यस नो नट अगेनलाई उनले चुनावमा समेत भोटमा बदल्न सक्षम भए। निर्वाचनपछि उनी प्रचण्ड नेतृत्वको सरकारमा उप प्रधान तथा गृह मन्त्री बन्न पुगे र यो नै उनको राजनीतिको शिखर क्षण थियो। तर विडम्बना, पद सम्हालेको 32 दिनमै सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरे, जसले गर्दा उनले सांसद, मन्त्री र पार्टीको सभापति यी सबै पदहरू गुमाउन पर्यो। नागरिकता पुनः प्राप्त भइसकेपछि वैशाख 2080 को उपनिर्वाचनमा उनी फेरि चितवन 2 बाटै चुनाव लडे। यस पटक भने उनले पहिलेको मत भन्दा पनि धेरै बढी 54,000 मत ल्याएर चुनाव जिते। ब्याक टु ब्याक चुनाव जितिसकेपछि जनताको लहर अझै पनि रवि लामिछानेमै छ भन्ने कुरा प्रमाणित भइसकेको थियो। मार्च 2024 मा फेरि पनि प्रचण्ड नेतृत्वकै सरकारमा उप प्रधान तथा गृह मन्त्री बन्न पुगे। दोस्रो कार्यकालमा जब उनी गए त्यति बेला उनले गृह प्रशासन सुधार्ने र पुराना केही फाइलहरू जुन भ्रष्टाचारका फाइलहरू थिए त्यो खोल्ने प्रयत्न गरे। जब भुटानी शरणार्थी प्रकरण, गिरिबन्धु टी स्टेट प्रकरण, ब्यान्ड र एनसेल काण्डको फाइल खोल्ने कुरा आयो, तब पुरानो दलका नेताहरूको फाइल खोल्ने डर भएपछि उनलाई सहकारी ठगी प्रकरणमा मुद्दा लगाइयो। कांग्रेसले महिनौसम्म संसद चल्न दिएन र रवि लामिछानेको राजीनामा समेत माग गरे। रवि लामिछानेलाई बोल्नको लागि बोल्न दिनुपर्छ भन्ने कुराहरू पहिलादेखि आइपुग्दै रहेको छ र उहाँले माग गर्नुभएको छ। त्यसले गर्दाखेरि म उहाँलाई, रवि लामिछानेज्यूलाई बोल्नको लागि समय दिन्छु। माननीय सदस्यहरू आसन ग्रहण गरौँ। मैले यहाँबाट उहाँलाई बोल्न समय दिएको छु र माननीय सदस्यहरू आसन ग्रहण गरौँ। माननीय सदस्यहरू, उनलाई असफल बनाउन र ध्यान मुन्न संसदीय छानबिन समिति बनाउन बाध्य गरियो। रविले जब फाइल खोल्ने कुरा गरे
तब वर्षौंदेखि दुश्मनी रहेका नेपाली कांग्रेस र नेकपा एमाले रातारात एउटै ठाउँमा आइपुगे। उनीहरूले प्रचण्ड नेतृत्वको सरकारलाई ढालेर रातारात गठबन्धन गरे, जसलाई रवि लामिछानेले भने फाइल खोल्नबाट डराएका मानिसहरूको अपवित्र एकता भनेर ट्याग दिएका थिए। यति बेलासम्म पोलिटिक्स दुई पक्षमा विभाजित भइसकेको थियो। यता पुराना दलहरूले आफ्नो फाइल खोल्ने भइसकेपछि रविलाई सहकारी ठग प्रकरणमा मुछेको भन्दै संसदीय छानबिन समिति बनाउन थाले। उता रवि लामिछानेले भ्रष्टहरूले आफूलाई फसाउन खोजेको भनेर प्रचार गर्न थाले, जसले गर्दा जनताप्रति रवि लामिछाने भन्ने व्यक्तिमा झन् ठुलो सहानुभूति जागिसकेको थियो। अक्टोबर 2024 मा सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा उनकै पार्टी कार्यालयबाट उनलाई गिरफ्तार गरियो। उनीमाथि पोखरा, बुटवल, काठमाडौँ, चितवन, पर्साका विभिन्न सहकारीको रकम ग्यालेक्सी टिभीमा ल्याएर अपचलन गरेको आरोप लाग्यो। त्यसैका कारणले गर्दा उनले कास्की र रूपन्देहीका जेलहरूमा धेरै समय बिताउनु पर्यो। अगस्त 2025 मा रूपन्देही अदालतले धरौटीमा स्वीकार गर्न नमानेपछि फेरि पनि उनी जेलमै बस्नु परेको। यस्तै राजनीतिक दाउपेच र विभिन्न भ्रष्टाचारहरू भएका कारणले गर्दा सेप्टेम्बर 2025 मा सबैभन्दा ठुलो जेन्जी प्रोटेस्ट भयो। जनताले पुराना दलहरूले भ्रष्टाचार लुकाउन नयाँ दलहरूलाई, नयाँ मान्छेहरूलाई दबाएको ठाने। सरकारले 26 वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि जनताहरू आक्रोशित बने। वर्षौंदेखिको भ्रष्टाचार, राजनीतिक अस्थिरता र बेरोजगारी विरुद्ध ठुलो जनआन्दोलन भयो। यसै विद्रोहका कारण दुःखका साथ भन्नुपर्छ 77 जनाले ज्यान गुमाए र कयौं घाइते पनि भए। यसै सिलसिलामा नक्खु कारागारबाट कयौं कैदीहरू भाग्ने जस्ता अराजक कामहरू पनि भए। त्यस क्रममा रवि लामिछाने पनि परेका थिए, तर पछि रवि लामिछाने स्वतः जेल चलान भए आफ्नै इच्छाले। देशमा रक्तपात भइसकेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु पर्यो र पछि सुशीला कार्कीको सरकार। सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ सरकारको एउटै मात्र म्यान्डेट थियो, त्यो हो सक्सेसफुल्ली चुनाव गराउने। यस क्रममा कयौं परिचित व्यक्तित्वहरूले रवि लामिछाने जेलमा रहेको बेलामा दिनहुँ भेट्ने, आउने, जाने यस्ता क्रमहरू चलिरहेको थियो। पछि डिसेम्बर 19, 2025 मा रूपन्देही जिल्ला अदालतको आदेशमा 3 करोड 74 लाख धरौटी बुझाएर रवि लामिछाने जेलमुक्त भए। जेलबाट धरौटीमा रिहाल हुने लगत्तै रवि लामिछानेले बालेन शाहसँग मिलेर एउटा प्रतिबद्धता। रवि लामिछानेसँग पार्टीको संगठन राम्रोसँगले भए पनि बालेनसँग युवाहरूको क्रेज र चुनावी शक्ति छ भन्ने कुरा उनले राम्रोसँग बुझेका थिए। त्यसैले उनीहरूले एक अर्काको शक्तिलाई जोड्ने निर्णय गरे। सहमतिमा रवि लामिछानेले राष्ट्रपाको नेतृत्व गर्ने र बालेन्द्र शाहले भावी प्रधानमन्त्रीको रूपमा उम्मेदवारी दिने भनेर घोषणा भएको थियो। रवि र बालेन जोडिनु त नौलो कुरा हो, तर पार्टीको स्थापना हुने बित्तिकै सुषमा कार्की, शोभिता गौतम र शिशिर खनाल जस्ता व्यक्तिहरू पार्टीमा संगठित भइसकेका थिए। इन्दिरा राणा मगर निर्वाचन लगत्तै डिसेम्बर 22 मा पार्टी प्रवेश गरेकी थिइन्। डाक्टर स्वर्णिम वाग्ले अप्रिल 2023 को उपनिर्वाचन भन्दा अगाडि नै नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरिसकेका थिए। हिजो एउटा माइक समातेर प्रश्न गर्ने थिटो आज देशको भाग्य लेख्ने निर्णायक शक्ति बनेको छ। 62 घण्टाको विश्व कीर्तिमानदेखि लिएर 62 दिनको जेल यात्रासम्म, नागरिकताको लफडादेखि सहकारीको घेराबन्दीसम्म उनलाई रोक्न खोज्नेहरू नै आज इतिहासको पानामा सीमित भएका छन्। जब रविले पुराना दलहरूको फाइल खोल्ने निर्णय गरे तब पुराना दलहरूले उनलाई जेलको, तर त्यस्तो कठिनाइ हुँदा हुँदै पनि उनले बालिनसँग हात मिलाएर नेपालको चुनावमा जेन्जी सुनामी ल्याइदिए। आज घण्टीको आवाजले सिंहदरबारका भित्ताहरू मात्र हल्लिएका छैनन्, दशकौंको सिन्डिकेट पनि तोडिएको छ। यो केवल एउटा पत्रकारको उदय मात्र होइन, यो सारा नेपाली जनताहरूको धैर्यको बाँध फुरेको पनि एउटा एक्जाम। इतिहासकै ठुलो पार्टीको नेतृत्व गर्दै अब पालो रवि र बालिन। अब प्रश्न सोध्ने समय सकियो, अब उत्तर दिने र देश बदल्ने समय आएको छ।